सम्पूर्णमा नमस्ते, गुड मर्निङ अनि शुभ बिहानी। यति बेला चाहिँ म खाङसार भन्ने क्षेत्रमा छु र खाङसार क्षेत्रमा चाहिँ एकदमै बवाल हिउँ परेको छ। यो 3700 देखि 3800 मिटरको उचाइमा छ। तपाईले यहाँ त देख्न सक्नुहुन्छ है हिउँ खेल्ने मान्छेहरू। हामी चाहिँ तिलिचो ताल पुगेर फर्किने क्रममा तिलिचो ताल हुँदै बेस क्याम्प हुँदै अनि श्री खर्क हुँदै यो चाहिँ खाङसार भन्ने क्षेत्र हो। यो चाहिँ 3700 देखि 3800 मिटरको उचाइमा छ र यहाँभन्दा केही समय हिँडिसकेपछि हामी मनाङ पुग्छौँ। र आज हामी चाहिँ फर्किने क्रममा हामी बेसीसरसम्म जाने हाम्रो योजना थियो।